अन्तर्राष्ट्रिय भाषाको यो आदिम नृत्यपछि अब हामी फेरि नेपालतिरै फर्किँदैछौँ। नेपाल कला, संस्कृति र प्रकृतिले भरिपूर्ण सुन्दर देश हो। यो देशमा अझै सुन्दरता थप्न यहाँका लोकनृत्य र गीतहरूले पनि विशेष भूमिका निर्वाह गर्दछन्। नेपालको पश्चिम क्षेत्रमा पर्ने सुर्खेत जिल्ला एउटा तालको नामले निकै नै प्रचलित छ। त्यसको नाम यहाँहरूले अनुमान गरिसक्नुभयो होला। हजुर, त्यही क्षेत्रमा प्रचलित एउटा सुन्दर लोकनृत्य अब हामी प्रस्तुत गर्न गइरहेका छौँ। 12 महिना गाइने नेपाली भाषाको निकै नै लोकप्रिय र मनोरञ्जन प्रदान गीत हो झ्याउरे। झ्याउरे गीत खास गरी काममा जाँदा, कामबाट फर्किँदा र चाडपर्वमा भेला भई गाइन्छ र नाचिन्छ। अब हामीले प्रस्तुत गर्न लागेको यो झ्याउरे लोकगीतमा नृत्य प्रस्तुत गर्न आउँदैछन् कक्षा 8, 9 र 10 का विद्यार्थीहरू। गीतको बोल छ, भमरा पछि लागेर आउँदा फुलैको नजिक आइयो, सपनी राम्रो देखेथे आज दर्शन हजुर पाइयो। बाँकी गीत र नृत्यबाटै धन्यवाद। यता लगानी कान्छ, यता सुन्नु। भन्न छुले तँलाई थाहा छ माथि गाउँको मङ्गले दाइ र बिरे दाइ लन्डनबाट गाउँ आउनुभएको छ नि? ए हो र? कुन दाइ? त्यो हामीसँग दसैँको मेलामा भेट भएको दाइहरू? त्यही दाइहरू। यति साल भइसक्यो लाउको, अहिले त हामीलाई बिर्सिसक्नु भयो है। होइन ठुली कान्छी, के छ तिम्रो हालखबर? यत्रो ठुली ठुली भइसकेछौ, चिन्यौ हामीलाई? ओ बहिनीहरू त हामीलाई भुलि पो सकियो हो। ए हेर्दा दाइहरू होइन? ए हो त भाइ, अहिले त लामो नै रहेछ यो दाइहरूको। ओहो दाइहरू सन्चै हुनुहुन्छ? अनि यो गाउँघर हामीलाई त माया नै मार्नु भयो क्यारे। ओहो बहिनीले कसरी भन्यौ? कहाँ माया मार्न सकिन्छ बहिनी? आफ्नो गाउँघर, आफ्नो मान्छेहरूको के गर्ने, बाध्यता र परिस्थितिले गर्दा पो परदेशी हुनु पर्यो र बहिनी। बरु आज सुर्खेतको बुढबुढी तालमा मेला लागेको छ अरे नि, हामी सबैजना मिलेर जानुपर्छ नि बहिनी। रमाइलो गर्नुपर्छ, ल दाइ हाम्रो चिनो टोपी। ओहो धन्यवाद छ है। लगाउनु है दाइ। भइहाल्छ नि बहिनी, जानुपर्छ। बरु ढिलो भइसक्यो हामीलाई। ल सँगै बसेको सिमल बोटैमा साथी हो नेपालै रहेछौ नम्बरी सुन्ता पितल होला भोटैमा। बुलबुले ताल चौतारीमा
बसेकोसित पर्छ नि बर्को पातैमा साथी हो फाटेर जाने के लिनु चिनो